हेलो गुड मर्निङ गाइजहरू। आजको एउटा मिनी ब्लग छ। मिनी ब्लग चाहिँ हाम्रो यो गाउँमा अवस्थित यो पानी ट्याङ्की देख्नु भएको छ नि, यो ट्याङ्कीको अवलोकन हो। माथि चढाएको छैन। यो लगभग हाम्रो गाउँको लागि यो भ्यू टावरै भन्दा नि फरक पर्दैन। यसमा चढौँ आज कस्तो हुन्छ। दुईजना छौँ, माइला भतिज र म छौँ। अब यो माथि चढौँ है, कस्तो हुन्छ। इन्ट्री गेट हो यो। अलिकति घाँसहरू चाहिँ अलिक धेरै रहेछ यहाँ, सरसफाइको कमी छ यहाँ। आऊ चढ्न सकिन्छ होइन त माइला? म बाँसको बाँसै चढ्थेँ यसमा। अब यो त अहिले त तपाईँ पनि जाने कि के? जानुपर्छ नि कहिले होला। ल हिँड्छु नि, नभए तपाईँ भिडियो गर्ने होला पछाडि। सिडी त के गन्नाइ भयो र। अब एकचोटि धराएर चढ्दाखेरि कस्तो आत्या थिएँ। पुरानो धराना चढ्दाखेरि जति घुमे पनि नपुग्ने, ठाउँको ठाउँ त्यस्तै जस्तो लाग्ने। ओहो कहाँ फसियो जस्तो लागेको थियो। तर यसमा त धर मजाले हेर्न पाइन्छ नि, त्यति तल पुग्यो भनेर। रेलिङ छ। आमा हल्का भाइब्स आइरहेछ। मैला कस्तो लागिरहेछ? एकदम दामी दामी फिलिङ। चढ्दैछौँ। लगभग कति तल आइपुग्यो हामी? हामी यो तेस्रो स्टेप। त्यस 3 तलामा। यो दिनको हिसाबले होइन कि यो भरेङको स्टेपले त धेरै भयो। घर तलाको हिसाबले हामी कति तलातिर छौँ त? हिसाबले त हामी 2-3 तला होला, 5 तलामा गयो। 5 तला नै भइसक्यो। नेगेटिभ फिलिङ्स आउँछ क्या माथि पुगेपछि। खेल्न त उहाँ हामी त्यो भिरकुटी मण्डपको रोटी पिङ पनि खेलियो। ओहो माइ गॉड, चढ्यो कस्तो भइरहेछ। ल ठिकै छ, आइपुग्यो फाइनली। 25 मिटर हाइट है यो फेरि। माइ गॉड, गाउँ हेरौँ ल। मोबाइल ल्यायो नि तिमीले? छ मोबाइलले अलि उयो देखिन्छ क्या। हरियो हरा। पानी ट्याङ्कीको माथि आइपुगेँ। छुट्टै महसुस भइरहेछ, छुट्टै अर्कै खालको भाइब्स आइरहेछ। डर जस्तो पनि, एक्साइटमेन्ट हो कि कस्तो। मम्मी यहाँबाट घरै अगाडि ल। अझ यो माथि पनि छ है ठाउँ यार। गड यो माथि पनि चल्दिउँ अब। यहाँसम्म आएपछि अझै माथि पनि छ। मिस्टर बिन ऊ यसमा चढ्यो नि, के अरे बुर्ज खलिफा। अनि त्यस्तै फिल भइरहेछ, मिस्टर बिन जस्तै फिल भइरहेछ। यहाँ माथि काम गर्ने मान्छेले। ओ माई गॉड, ह्यापी दसैँ अल अफ यु गाउँलेहरू। गाइज हेर्न सकिन्छ ल, यो है भ्यू हाम्रो। ओ माई गॉड, दिस इज सुनिल बमदुर हाम्रो अङ्कल। मलाई त घाममै पुगे जस्तो फिल भइरहेको छ। ओहो म त लग्लग काम थालेँ त। कस्तो लग्लग काम थाल्यो यार। ओ माई गॉड, केले अड्किरहेछ नि। लैले जाउँ माइला तल झरौँ। अब जाउँ तल। होसको आवाज जाला जस्तो लाग्दो रहेछ। यहाँबाट टपमा भयो, यो कोसीको टपमा भयो। हामी अहिले टपमा छौँ। यहाँबाट पुरा भ्यू देख्न सक्नुहुन्छ। राम्रोसँग गर है तिम्रोबाट। बबाल यहाँबाट जुम हुँदैन। एक राउन्ड हान्नु पऱ्यो पुरा। यसमा आउँदैन होला अब। यो चाहिँ पानी छ भित्र। इको साउन्ड। आमा ह्याप्पी दसैँ। ट्याङ्कीको अवलोकन गरेँ मैले। अब हामी चढ्दैछौँ। कस्तो डेन्जर स्ट्रेट भर्याङ छ।
यो छाया गाउँ एकचोटि अवलोकनलाई लास्ट सर तल गएर पनि खिचौँला हामी पहिला तर हाइटमा पुगेपछि केही न केही त डरै लाग्छ क्या मलाई कसम यस्तो डेन्जर डर छ नि यहाँ हाइट 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 हे बाचियो मलाई कस्तो फिल भइरहेछ गाइस थाहा छ के ल्याउ त्यो डल्लो ल्याउ यहाँ मेरो अनुहारमा हेर्नु सक्नुहुन्छ गाइस ल फेसमा हेरेर गेस गर्नु त यहाँ कस्तो फिल मामा, भइरहेछ मलाई टिकटक पनि जानुपर्छ क्या एउटा यहाँ डाटा खोला न यो लेखेको पनि निकाल्न सक्नुहुन्न टक्क यस्तो साइडबाट त्यो अर्को पहिलाको भिडियोमा छँदैछ नि ए अब ट्याङ्कीको अवलोकन गर्दैछु यो स्कुल भइहाल्यो माथिल्लो साइड ल यति भन्दै अब चाहिँ म निस्किन चाहन्छु आजको भ्लग यति नै गरौँ डर डर मामा ओर्लिनु भयो एक फोटो सोटो त हान्नु पऱ्यो नि बाबु अब हामी एक दिन फोटो सोटो हान् ओर्लिँदैछौँ ओर्लिँदैछौँ पहिला यहाँ मान्छेहरू धेरै नागेर चढेँ कि अनि यो सेफ्टी मैले अप्नाएको थिएँ यो बनाएपछि नागेर चढ्दाखेरि पनि यति खतरा मोलेर आउनु त अब केही भन्न लाग्दैन यो पछि मैले अप्नाएर आफैले कटिङ गरेर लगाएको त्यो तामाङहरू छ नि यहाँ नम्बरको यहाँले अब यो गराउनु लागि त्यही होला कि यहाँ गएर अरू काट्छ अहिले त जाली साली कम्पाउन्ड पनि गरेको छ सरसफाइ जस्तो राम्रो देखिन्छ यहाँ फुल बिरुवा रोप्ने यो चाहिँ मैले त्यो पारिजात मैले रोपेको हेर्नु ल्याएर अरू कसैले रोप्दैन त्यो पारि दुईवटा रोपेको थिएँ एउटा अब त्यो घाँसहरू उखालेर लाग्यो यो हुन्छ म मेरो सुरुमा ध्यानै यसमा गएको थियो चढेर आइयो फाइनली रमाइलो भयो